ओम मानी पद्मे हुँ। के तपाईहरुलाई यसको अर्थ थाहा छ? हुन त यसको अर्थ एकदमै गहिरो र एकदमै धेरै छन्, तर भए पनि म तपाईहरुलाई छोटकरीमा बुझाउने कोसिस गर्दछु। ओम मानी पद्मे हुँ यो मन्त्र भगवान अवलोकितेश्वर अथवा चेन्रीजीको मन्त्र हो। ओमले के बताउँछ त भन्दाखेरि अवलोकितेश्वर फक्पा चेन्रीजीको काया वाक चित्त अथवा शरीर वचन मनलाई दर्शाउँदछ, बुझाउँदछ। त्यस्तै गरी मनीले अवलोकितेश्वरको चित्तमा भएको समस्त प्राणी, सम्पूर्ण पशु प्राणीहरूलाई यो दुःखको भवसागरबाट हटाई बुद्धत्वमा पुर्याउँछु अथवा अनन्त सुखमा पुर्याउँछु भन्ने भावना यो बुद्धि चित्तलाई बुझाउँदछ। जसरी मनीले तपाई हाम्रो गरिबीको दुःख हटाई सबै इच्छा पूरा गरेको जस्तै फक्पा चेन्रीजीको बोधिचित्तको ब्लेसिङले तपाई हाम्रो सबै यो दुःखहरूलाई मुक्त पारी हामीलाई अनन्त सुखमा पुर्याउनेछ। त्यस्तै गरी पद्मे अथवा कमलको फूलले केलाई बुझाउँछ त भन्दाखेरि फक्पा चेन्रीजीको ज्ञान प्रज्ञालाई जनाउँदछ र हुङले फक्पा चेन्रीजीको काया वाक चित्त त्यस्तै गरी उहाँको बोधिचित्त र प्रज्ञाको आशीर्वाद पाई सम्पूर्ण प्राणी यो दुःखको भवसागरबाट मुक्त भई अवलोकितेश्वर जस्तै होस्, फक्पा चेन्रीजी जस्तै होस् भनेको हो। र त्यस्तै गरी ओम मानी पद्मे हुँ यो 6 वटा शब्दले 6 लोकलाई पनि दर्शाउँदछ। देवलोक, असुरलोक, मनुष्यलोक, पशुलोक, प्रेतलोक, नरकलोक भन्ने यो 6 लोकलाई दर्शाई यो 6 लोकको सबै दैलो बन्द भई समस्त प्राणी यो 6 लोकको दुःखबाट मुक्त होस्, मुक्त भई बुद्धत्व प्राप्त होस् भन्नेको अर्थ हो। त्यसैले गर्दा तपाई हामीहरूले जब मनी जप गर्नुहुन्छ, ओम मानी पद्मे हुँ भनेर जप गर्नुहुन्छ, तब तपाई हामीहरूले यस प्रकार यो मनीको अर्थलाई मनमा सम्झिँदै मनी जप गर्नुपर्ने हुँदछ। यसो गर्न सकेमा हामीले छोटो समयमा पनि धेरै पुण्य सञ्चय गर्न सक्छौँ भनेर शास्त्रहरूमा बताइएको छ। धन्यवाद।